एभ्रिवान नमस्ते वेलकम टु अनदर भिडियो। आज चाहिँ म मेरो साथीहरूकोमा अनि मेरो दिदीकोमा जाँदैछु। अब उहाँ गएपछि के हुन्छ हजुरलाई म सब देखाउँछु है। आइजब चाहिँ म बाटोमा आइसकेको छु। अलिअलि पानी परिरहेको छ अनि म चाहिँ जाँदैछु पानीमा भिज्दै भए पनि। अहिले चाहिँ म हिँड्दैछु। अब मेरो साथीको घर चाहिँ आइपुग्न आँटेको छ। दिदीको घर चाहिँ अलिक टाढै छ, त्यसैले यहाँ चाहिँ हाम्रो बाटो रहेको छ। यताबाट चाहिँ म जान्छु। अब चाहिँ मेरो साथीको घर आइपुग्न आँट्यो। साथी अब एकछिनमा अब अलिकति छ बाटो अनि आइपुग्छ मेरो साथीको घर। दिदीको घर चाहिँ अझै अगाडि पर छ कि म साथीहरूले भेटाउँछु अनि मात्रै जान्छु दिदीको घर। मेरो एउटा साथी चाहिँ यहीँ छ कि बाटोमै आफ्नै ठुलो साथी हो। अब चाहिँ हेलो हेलो गाइस, हामी चाहिँ तिनजना बेस्टी। ऊ त मेरो बेस्टी हो है। म दिदीकोमा जाँदैछु। म चाहिँ साथीकोमा पुगेर आएको। एउटा दिदी चाहिँ आउनुभएको छ काँक्राभिट्टाबाट होइन, अनि त्यो दिदी चाहिँ मलाई हेर्दै हुनुहुन्छ, त्यसैले मलाई अलिकति हाँस उठेको छ। त्यसैले म हाँस्दै हाँस्दै जाँदैछु गाइसहरू। मेरो साथीको घर चाहिँ उता छ अनि मेरो दिदीको पनि आइपुग्न आँटेको छ। मेरो दिदीको आइपुग्न आँट्यो। यो चाहिँ हाम्रोतिर चाहिँ यता जङ्गलै जङ्गल छ कि राति हिँड्नु यस्तो डर लाग्छ। मेरो दिदीको घर आइपुग्न आँट्यो गाइसहरू। आइपुग्न आँट्यो, अब थोरै छ बाँकी। म पुगेपछि म देखाउँछु। दिदीको घर आइपुगेको छु फाइनली म दिदीको घर आइपुगेँ। एउटा दिदी चाहिँ काँक्राभिट्टाबाट आउनुभएको छ आज। सुन्दालीको घर आइपुगेको छु। यो चाहिँ मेरो सुन्दालीको घर हो। अब चाहिँ म जाँदैछु उतापट्टि दोकानतिर। कस्तो ब्राइटनेस भएको। अब चाहिँ म जाँदैछु दोकानतिर। चल्यो म चाहिँ जाँदैछु होइन गाइस। यहाँ चाहिँ धेरैजना मान्छेहरू छन्। त्यस्तो मलाई अलिक म चाहिँ पानीमा हिँड्दैछु किनकि पानी परेर रिस उठ्दो पानी पनि कति परेको होला हौ। पानी नपर्दा पनि टेन्सन, पानी पर्दा पनि टेन्सन। ऱ्याम्बो हेर्नु गाइस, ऱ्याम्बो ऱ्याम्बो गाइस, ऱ्याम्बो लागिरहेको छ। यहाँ चाहिँ ऱ्याम्बो। म धेरै खुसी छु। हस् गाइस, बाई बाई गाइस, थ्याङ्क फर वाचिङ। आजको भिडियो चाहिँ कस्तो भयो, हजुरहरूलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि राम्रो लाग्यो कि लागेन कमेन्टमा भनिदिनु होला है गाइस।